सम्पूर्ण नमस्ते नमस्कार तपाईहरु सम्पूर्णलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज मैले फेरि सेटको क्वेशन लिएर आएको छु जुन चाहिँ डाक्टर सिम खडाको 55 सेटबाट हो। यो टाइपको क्वेशन चाहिँ पर्सेन्टेज वाला क्वेशन हो। यो टाइपको क्वेशन चाहिँ एक्सेस सोधेको छ एसई मा पनि। सबभन्दा पहिला यो क्वेशनले के भनेको छ भन्दाखेरि पहिला बुझौँ है त। आउट अफ 250 टुरिस्ट अराइभिङ टु भिजिट Nepal, 40% of them have already visited Pokhara and 30% visited Lumbini. Also 10% of them have already visited both the place. के भनेको छ भन्दाखेरि टोटल नम्बर अफ टुरिस्ट कति छ 250 छ। त्यो मध्येबाट 40% ले पोखरा भिजिट गराएछ भने 30% ले लुम्बिनी भिजिट गराएछ र 10% दुवै प्लेस भिजिट गरेको छ। यो सबभन्दा पहिला हामीले गिभन लेख्ने। गिभन में पर्सेन्टेज वाला क्वेशन जहाँ पनि हेर्दाखेरि हामीले एनयू भनेको एनयू भन्नाले जहिले पनि यहाँ के हुन्छ 100% भइहाल्छ। यति कुरा सम्झिहाल्ने। पर्सेन्टेज वाला क्वेशन हेर्ने बित्तिकै एनयू इक्वल्स टु 100% ठोकिहाल्ने हैन। त्यसपछि के छ भन्दाखेरि अब भिजिटर पोखरा छ सो त्यही भएर मैले पी ले डिनोट गरेर यो कति छ 40% छ। त्यसैगरी अर्को त्यसपछि लुम्बिनी छ सो एल ले डिनोट गरे र यो कति पर्सेन्ट छ 30% र अब पथ छ पथ भन्नाले त हामी इन्टरसेक्सन बुझ्छौं सो त्यही भएर पी इन्टरसेक्सन एल लेख्यौं कति छ 10% छ। यति हाम्रो यो क्वेशनबाट हामीले डाटा obtain गर्यौं। अब हामी क्वेशन तर्फ जाऊँ। क्वेशनमा के भनेको छ भन्दाखेरि ए नम्बरमा write the value of NU। यसमा डाइरेक्ट हामीले आन्सर लेख्न पर्दाखेरि कार्डिनालिटी फर्ममा लेख्नु भनेको छ। कार्डिनालिटी भन्नाले नम्बर भएर NU इक्वल्स टु कति छ NU इक्वल्स टु हामीले नम्बरको फर्ममा लेख्ने। यहाँ कति टोटल नम्बर अफ टुरिस्ट कति छ 250 छ। यो भइहाल्यो। त्यसपछि नाउ कमिङ टु द क्वेशन नम्बर बी। बी ले के भनेको छ भन्दाखेरि हाउ मेनी टुरिस्ट had not visited Pokhara and Lumbini। So अब के भनेको छ भन्दाखेरि कति टुरिस्टले चाहिँ कुनै पनि ठाउँ घुमेको रहेनछ भने भन्दाखेरि ह्याड नट आएको छ भने भन्दाखेरि जहिले पनि हामीलाई क्वेशनले के भनेको छ फाइन्ड आउट गर्न भन्दाखेरि कम्प्लिमेन्ट फाइन्ड आउट गर्न भनेको छ। त पी युनियन एल को कम्प्लिमेन्ट फाइन्ड आउट गर्ने। अब यसको फर्मुला हामीले लाउने। अब पर्सेन्ट को केसमा अब यसलाई सबभन्दा पहिला हामीलाई त एनयू छ हैन एनयू छ हैन। अब एनयू एनपी एनएल माइनस एनपी इन्टरसेक्सन एल प्लस कम्प्लिमेन्ट हैन र यो भयो। यो अहिले पर्सेन्टेजकै केसमा छ भने सबै पर्सेन्टको केसमा गिभन भएको कारणले गर्दाखेरि हामीले पर्सेन्टेज वाला यो नै युज गर्ने। 40 प्लस 30 प्लस माइनस 10% छ। अर्को चाहिँ फाइन्ड आउट गर्नु भनेको छ। सो त्यही भएर हामीले यसलाई जस्ताको त्यस्तै लेखिहाल्ने। सत्तरीबाट 10 गएपछि 60 पी युनियन कम्प्लिमेन्ट 60% इक्वल्स टु पी युनियन एल को कम्प्लिमेन्ट। अब यो एन युनियन एल को एन पी युनियन एल को कम्प्लिमेन्ट कति भयो 40%। अब यसलाई हामीले
नम्बरको केसमा निकाल्नु पर्यो, किनभने यहाँ हामीलाई नम्बरको केसमा हाउ मेनी टुरिस्ट भनेको छ, हाउ मच पर्सेन्ट भनेको छैन। सो भएर यो 40%लाई हामीले नम्बरको केसमा निकाल्नु पर्यो। अब यहाँ 9 एन पी युनियन एल को कम्प्लिमेन्ट हामीले यहाँ निकालिसक्यौँ। पर्सेन्टेजको केसमा कति 40% हैन। अब नम्बरको केसमा निकाल्नको लागि 40% अफ कति गर्ने टोटल गरिदिने। टोटल हामीलाई कति छ 250 छ। त 40/100 इन्टु 250 गर्ने, यसले यो क्यान्सल हैन। त्यसपछि यसले यो क्यान्सल। अब कति भयो नम्बर दुवै ठाउँ भिजिट नगरेको टुरिस्टको संख्या कति भयो 100 भयो। दिस विल बी आवर एन्सर। ल अब नाउ we are discussing the another question, that is question number C. स्क्रिनशट लिन चाहनुहुन्छ भने लिहाल्नु। ल हामीलाई कम्प्लिमेन्ट चाहिँ कति आएको थियो पर्सेन्टेजमा हुँदाखेरि 40% आएको थियो। यसै कुरा नम्बरमा आउँदाखेरि 100 आएको थियो हैन र। ल सी नम्बर illustrate the above information in a Venn diagram। अब के भनेको छ भन्दाखेरि यो क्वेसनको जुन यसमा जे जे इन्फर्मेसन गिभन छ त्यसलाई हामीले केमा भेन डायग्राममा देखाउन भनेको छ। यसमा इन्टरसेक्सन भएको कारणले गर्दाखेरि हामी ओभरल्यापिङ सेट बनाउने। एउटा सेट चाहिँ पी भइहाल्यो, एउटा अर्को एल भइहाल्यो हैन, यो यु भइहाल्यो। त्यसपछि हामीले यहाँ के छ जहिले पनि हामीले भेन डायग्राम देखाउँदाखेरि यो जुन एनपी छ नि यसलाई एन1 लिपीको फर्ममा देखाउनु पर्ने हुन्छ। सो त्यही भएर 40% माइनस कति 10% गर्ने, कति भयो 30, यो कति छ 10% छ। त्यसपछि यो अर्को एनएल 30% माइनस 10% इक्वल्स टु 20%। अब यसलाई भित्र गरेर एन1 ली एल भन्ने, यसलाई एन1 ली पी भन्ने, यसलाई पी युनियन हैन इन्टरसेक्सन एल भन्ने। र बाहिरको कति पर्सेन्ट हामी निकालेर यो पनि प्लट गरिहाल्ने। 40% के भइहाल्यो यो युनियन एल को कम्प्लिमेन्ट। हाम्रो भेन डायग्राम यति भयो, यसरी देखाउने। त्यसपछि नाउ कमिङ टु क्वेसन नम्बर डी। %% of the tourist who visited only Lumbini were female. How many male tourists have
already visited the Lumbini यो क्वेसनले के भनेको छ भन्दाखेरि लुम्बिनी घुम्ने टुरिस्टको संख्या चाहिँ 20% छ भने जुन चाहिँ 20% फिमेल छ भने हैन अब मेल टुरिस्ट चाहिँ लुम्बिनी घुम्नेमा कति पर्सेन्ट पर्यो र कति नम्बर पर्यो हैन त्यो फाइन्ड आउट गर्न भनेको छ। सबभन्दा पहिला लुम्बिनीको एनएल कति छ। अब हामी क्वेसन नम्बर डी गर्ने। यो क्वेसनले के भनेको छ भन्दाखेरि लुम्बिनी घुम्ने महिला टुरिस्ट चाहिँ 20% छ भने बाँकीको अवश्य मेल टुरिस्ट हुने भयो जुन चाहिँ 80% हुने भयो। अब यो 20 हैन अब यो जुन छ नि यो 30% हैन। सबभन्दा पहिला यहाँ यो 30% लेख्यौँ हैन। अब यो त एनएल 30% हो त लुम्बिनी मात्र घुम्ने टुरिस्टको संख्या कति छ। यसबाट यो इन्टरसेक्सन हामीले घटाउँदाखेरि 20% हुने भयो। अब यो 20% को हामीले नम्बरमा निकाल्दाखेरि 20/100 इन्टु यो कति छ 250 हैन। यसले यो क्यान्सल कति हुने भयो यो 50 भयो हैन। लुम्बिनी मात्र घुम्ने टुरिस्टको संख्या 50 छ। यसमध्ये यो 50 को 20% के यो 50 को 20% फिमेल छ भने बाँकीको मेल हुने भयो त यो 50 को 20% and only L F कति छ 20% छ हैन। त 20% अफ यसको यो 50 को 20% चाहिँ फिमेल लुम्बिनी घुम्ने छ भने यसको अब हामीले संख्या निकाल्दाखेरि कति पर्यो यसले यो गयो 10। यो 50 मध्येबाट 10 जना फिमेलले लुम्बिनी घुमेको छ भने बाँकीको मेल पक्कै होला। त्यही 50बाट 10 घटाइदिँदाखेरि मेल टुरिस्टको संख्या कति हुने भयो 40 हुने भयो। ल हस् आजलाई यति, धन्यवाद।